हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। धेरै पछि आज एउटा भिडियो ल्याउने प्रयास गरिरहेको छु। सबैजनाले अन्तिमसम्म हेरेर माया गरिदिनु होला। म चाहिँ आज आफू बस्ने रुमभन्दा अलि टाढा यता गाउँतिर आएको छु। साह्रै रमाइलो छ यतातिरको ठाउँ पनि। प्रायः म माइन्ड फ्रेस गर्नको लागि यो ठाउँतिर आउँछु। ठ्याक्कै आफ्नो गाउँघर जस्तो खेतीहरू छ होइन, खेतहरू छ, जङ्गलहरू छ। जङ्गल त अलि माथितिर छ होइन, यो चाहिँ खेतहरू छ यतातिर। अनि रमाइलो लाग्छ कि आफ्नो गाउँघरतिर जस्तो लाग्छ मलाई यो चित्रहरू देख्दाखेरि। सबै भिडियोहरूमा तपाईँलाई देखाउने छु। माथि भिडियो अन्तिमसम्म हेरिदिनु होला। एकान्त एकदम हावा एकदम स्वच्छ हावा आउँछ क्या, माइन्ड फ्रेस हुन्छ। यता आयो भने चाहिँ अलिकति रिग्रेट भयो भने चाहिँ यतातिर आउनुपर्छ, माइन्ड फ्रेस हुन्छ है। म बस्ने ठाउँ चाहिँ यहाँबाट देखिरहेको रहेछ क्या, सिधै यो त्यहाँ अगाडि हो। त्यहाँनिर बस्छु म चाहिँ। यसो घुम्नु मन पऱ्यो भने चाहिँ यतातिर आउँछु होइन, यतातिर घुम्छु म चाहिँ। गाह्रो छ, एक्लै हिँडिरहेको छु। डुल्ने भाइहरू पनि कोही घरतिर गइसक्यो, त्यही भएर एक्लै हिँडिरहेको छु होइन। हिँड्नुपर्छ जिन्दगीमा, एक्लै हो हिँड्नेलाई। एक्लै हिँड्ने, एक्लै मिहिनेत गर्ने होइन। सुन्तलाको बोट जस्तो रहेछ है, मलाई त्यस्तो लाग्यो। सुन्तला फुल्दाखेरि यस्तै गेरा भएर फुल्छ क्या। अनि होइन, मलाई चाहिँ सुन्तला जस्तै लागिरहेछ। खै कुनको त्यसको बोटो मलाई थाहा भएन। अनि यो चाहिँ घन्टी के अरे, घन्टी हो कि के फुल भन्छ कि यसलाई चाहिँ। कति मिठो बास्ना। यहाँनिर चाहिँ पिपलको बोट रहेछ। बर पिपलको छाया जस्तै हाम्रो माया भनेर भन्नुपर्छ होइन। बर पिपलको जोडी जस्तै हाम्रो माया भन्नुपर्छ क्या। पिपलमा कति राम्रो फुलको बोट रहेछ। मलाई चाहिँ यस्तो फुल देख्नै हुन्न क्या, एकदम रमाइलो लाग्छ होइन। फेरि घटुले देख्यो भने मार्छ मलाई, फेरि त्यो भएर भाग्नुपर्छ यहाँबाट। ल फेरि एकचोटि, ल एकपटक ल। वा छक्का 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 आने नानीले। ल बाई गरिदेऊ, हेलो गरिदेऊ। म चाहिँ यहाँ समथल ठाउँमा आइरहेको छु। अनि होइन, अनि त्यहाँ अगाडि चाहिँ सूर्य डुबिरहेको छ कि। डुब्दै गरेको सूर्य र झल्किँदै गरेको उमेर एउटै हो होइन। भर हुँदैन, जतिखेर नि डुब्न सक्छ, जतिखेर नि ढल्किन सक्छ। यहाँ चाहिँ मकैहरू लगाएको रहेछ यहाँनिर। एकदम राम्रो ठाउँ, कति राम्रो फुल। मलाई चाहिँ यस्तै ठाउँहरू एकदम मनपर्छ क्या। त्यही भएर चाहिँ म चाहिँ यस्तो ठाउँमा प्रायः आउने गर्छु होइन। यस्तो ठाउँको भिडियोहरू चाहिँ बनाउने गर्छु। यो फुल त हाम्रो घरमा पनि टन्नै पाइन्थ्यो कि पहिले, अहिले चाहिँ छैन होला सायद, जहाँसम्म लाग्छ। पहिले चाहिँ टन्नै थियो यस्तो फुलहरू। अनि अहिले चाहिँ घरमा टक्क लगाएर यस्तो मकैहरू टन्नै फलिरहेको होला होइन। अब जानु पाएको छैन घरतिर, जानुपर्छ अब यसपालिको दसैँ तिहारसम्म होइन। यहाँ चाहिँ गाउँको जस्तै चल्लाहरू अनि भालेहरू, कुकुरहरू टन्नै पालिरहेको रहेछ। अनि यो साइड चाहिँ भर्खरै गुँ काटेर अनि सम्याएको रहेछ के। अनि गाईहरू पनि लगाइरहेको छ होइन। त्यो तलतिर भिरालो छ कि, एकदम समथल छ। गाईहरू चराइरहेको छ होइन। मलाई पनि ठ्याक्कै घरकै याद आइरहेको। जस रमाइलो छ काठमाडौँमा पनि। अनि त्यो ठाउँमा गयो भने चाहिँ एकदम जङ्गलै जङ्गल छ कि होइन। अस्ति भाइहरूसँग गएको, अब भाइहरू घर गइहाल्यो। अब म एक्लै हिँडिरहेको हुन्छु। सबैले माया गरिदिनु होला होइन। यस्तै भिडियो लिएर आउनेछु। ठ्याक्कै गाउँघरको जस्तो हेर्नु न। यो ठाउँतिर भर्खरै यो भटोमा सिमी लगाएको रहेछ। यो चाहिँ कद्दुको बोट हो होइन। अनि यो चाहिँ मकै, यहाँ चाहिँ मकै लगाएको रहेछ।
यहाँनिर बस्नु पऱ्यो अनि यहाँनिर चाहिँ ठ्याक्कै खेल्ने ठाउँ रहेछ कि ड्याङ्गो लगाएर माथि एयरप्लेन आइरहेछ एयरप्लेन गाह्रो छ यस्तो पल्टीतिर मन लाग्छ यस्तो बाटो देख्यो भने चाहिँ होइन गाउँघरको साथीभाइहरू सबै हरायो आफ्नो आफ्नो काममा लाग्यो होइन अब म नि आफ्नै पारामा छु अरूको साथीभाइहरू देख्दा पनि ठ्याक्कै आफ्नै साथीभाइको याद आउँछ सबै साथीभाइहरू आफ्नो आफ्नो ठाउँमा दुःख गरिरहेको छ म आफ्नो ठाउँमा दुःख गरिरहेको छु अरूको साथीभाइहरू देख्दाखेरि मलाई पनि आफ्नै साथीभाइको याद आउँछ बाख्राहरू चराउनको लागि यहाँ आइरहेको रहेछ होइन ए मेरो गड मेरो बाख्रा हो के यो होइन पालिरहेको छु पछि दसैँ तिहारमा काटेर खानको लागि चलिरहेको छु मजाले लास्टै पसिना आयो कि मेरो चाहिँ होइन अहिले त थोरै हिँड्नै हुन्न है मलाई चाहिँ पसिना आइहाल्छ सो गाइज यताको भिरालो जग्गा खतरा छ दामी छ यहाँ गाई बस्तुहरू चलाउँदो रहेछ होइन सो नाइस वाट अ नाइस प्लेस अनि यता चाहिँ तरकारीहरूको खेती गर्नु हुँदो रहेछ रमाइलो छ यस्तो पो हो त ठाउँ भनेको रमाइलो हुन्छ बजारमा ठुलो ठुलो घरहरू हुन्छ ठुलो ठुलो मान्छेहरूको ठुलो घर भयो भने मन सानो हुन्छ होइन है बजार ठुलो मात्रै घर ठुलो मात्रै भएर के गर्नु तर यस्तो गाउँमा बस्ने मान्छेहरूको मन पनि सफा हुन्छ ठुलो हुन्छ यहाँ चाहिँ रोपाइको लागि बिउ रोपिसक्नु भएको रहेछ होइन अब म पनि यता काठमाडौँतिरै छु होइन बुवाले पनि घरतिर खेतको लागि बिउ यसरी लगाइसक्नु भएको छ अरे अस्ति मात्रै कल गरेको भन्नुभएको थियो बुवाले रहर लागेर आउँछ क्या यस्तो काम गरेको कारणले गर्दा होइन अलि टाढा छु बुवाले त्यत्रो खेतहरू एक्लै लगाउने गर्नुहुन्छ क्या बुवालाई पनि साह्रै दुःख भइरहेको छ होइन अब के गर्नु छोराहरू पाएर छोराहरू सबै बाहिरतिर छ होइन बुवाले चाहिँ घरमा एक्लै दुःख गरिरहनु भएको छ खै कहिले पो हुन्छ होला बुवाको सुकाउने दिन केही गरौँ भन्दाखेरि केही भएकै छैन होइन प्रगतिहरू भन्ने कुरा केही भएको छैन खाली लखर लखर डुलिरहेको छु मिहिनेत चाहिँ गरिरहेको छु तर पनि केही पनि भएको छैन यदि मिहिनेत गरेर मिहिनेतको फल पाएँ भनेपछि बुवालाई एउटा केही खुसी दिने मन छ तर भाग्य छ या छैन त्यो त थाहा भएन होइन केटा यस्तै हो जिन्दगी मिहिनेत गर्दा गर्दै जिन्दगी इन्डिङ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ आउँदैछु बुवा यसपालि जसरी भए पनि दसैँ तिहारमा आउँछु 2 वर्ष भयो नभेटेको हजुरसँग फोनमा चाहिँ कुरा भइरहेको हुन्छ होइन अनि भेट्न चाहिँ पाएको छैन कि 2 वर्ष भयो म चाहिँ घर गएको छैन एकचोटिको दसैँ तिहारमा गएर बुवासँग घर परिवारसँग सबैसँग भेट्नु छ यो चाहिँ फिनिल हाउस हो है चाहिँ यो चाहिँ यहाँ चाहिँ विभिन्न बोट बिरुवाहरू होइन अनि तरकारीहरू लगाइरहेको रहेछन् होइन तिते करेली यसलाई चाहिँ हामी तिते करेलो भन्छ क्या होइन हाम्रो गाउँघरतिर चाहिँ यहाँ चाहिँ के भन्छ थाहा भएन यहाँ पुरै यो एरियामा चाहिँ तरकारीहरू लगाउँदो रहेछ ठुलै क्षेत्रमा रहेछ लगाएको तरकारीहरू वाउ टमाटरहरू कस्तो फलिरहेको छ त्यहाँ चाहिँ टमाटरहरू डगी आयो डगीले के गर्दैन नि हाम्रो पनि डगी छ घरमा टमाटरहरू कसरी फलिरहेको छ तपाईँलाई नजिकै गएर देखाउँछु टमाटर है फेरि तरकारी लगाएको घर मालिकले मलाई लखेट्लान् फेरि भन्ने डर पो छ त होइन त्यही पनि तपाईँहरूलाई देखाइहाल्छु नि यहाँको टमाटरहरू हेर्नु त यहाँको टमाटरहरू यसरी फलिरहेको छ यसरी खेती गरिँदो रहेछ यहाँको टमाटरहरू चाहिँ होइन पाकिरहेको रहेछ टमाटरहरू यस्तै तरकारी खेतीहरू गऱ्यो भने चाहिँ हामी बाहिर जानै पर्दैन के होइन या एकदम राम्रो लाग्यो
यहाँ चाहिँ बाटो यस्तो छ, पुरै पानी भरिरहेको रहेछ। यहाँ माथि देवालबाट हिँड्नु परिरहेको छ केटा हो। यस्तै छ नचिनेको बाटो हिँड्दाखेरि यस्तो पानीमा फस्नुपर्छ अब है। ल अब यसरी हिँड्नुपर्छ माथि देवालबाट, यसरी हिँड्नुपर्छ, यसरी हिँड्नुपर्छ, यसरी हिँड्नुपर्छ, ल यसरी हिँड्नुपर्छ। ल वाह आन्टी पानी खाऊ है, हल्का पानी खान मन लाग्यो कि। अनि पानीको ट्याङ्की रहेछ, म चाहिँ पानी पिउनु लाग्छु। यसरी पिउने पानी अब। ल ल ल ल पास 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 ल पास गर, कि त मलाई गर न पास। ल पास गर, मलाई गर। ल ल ल ल आन, ल ल गुड गुड। ल ल ल ल ल ल गोल गोल गोल। ल भाइ हान, ल ल ल मेरो टिमको हो। ल मेरो टिममा तिमी हो, यो भाइ चाहिँ मेरो टिमको रे। ल ल छक्का भाइले। ओ भाइ ल उठ उठ, ल उठ। ल म गएँ बरु। ल ल आइगर आइगर। चोट लाग्यो बाबु? चोट लाग्यो? लाग्यो होइन? भाइलाई हल्का चोट लाग्यो, बलियो छ। ल यो क्यामेरा हो। ल बाई गर बाई गर, अलि बेलुका हाल्छु। ल बाई, ल गएँ ल बाई। सनिस मगर भ्लग सर्च गर ल। ल बाई। सो गाइज आजको भिडियो यति नै गरेँ होइन। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला, अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। फेरि अर्को भिडियो लिएर आउनेछु। त्यति जेलसम्मको लागि टाटा।